दर्शकवृन्द, हङकङ चाइना भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीले 4 दिवसीय क्रिकेट सिरिजको आफ्नो तेस्रो खेलमा शनिबार घरेलु टोली हङकङ चाइनासँग खेल्दैछ। सिरिजको उपाधि जित्ने लक्ष्यसहित हङकङ चाइना पुगेको नेपाली टोली आफ्नो पहिलो खेलमा कतारमाथि र दोस्रो खेलमा कुवेतमाथि जित हात पारेपछि उच्च मनोबलमा छ। उता आफ्नो पहिलो खेलमा कुवेतसँग पराजित भएको हङकङ चाइना पनि दोस्रो खेलमा कतारमाथि शानदार जित निकालेर उच्च मनोबलमा देखिन्छ। दुई उच्च मनोबलमा रहेका टोलीबीच हुन लागेको यो खेल रोमाञ्चक हुने अनुमान लगाउन सकिन्छ। दर्शकवृन्द, यो भिडियोमा म 4 देशीय क्रिकेट सिरिज अन्तर्गत नेपाल र हङकङ चाइना बीचको खेलको सम्पूर्ण जानकारी दिने प्रयास गर्दैछु। यसका साथै भिडियोमा मैले हङकङ चाइना विरुद्धको खेलमा नेपाली टोलीको प्लेइङ 11 कस्तो होला, विगतमा हङकङ विरुद्ध नेपाली टोलीको प्रदर्शन कस्तो रहेको छ, यसबारेमा पनि जानकारी दिँदैछु। कृपया भिडियो अन्तिमसम्म हेरिदिनुहोला। भिडियोको सुरुवातमा नेपाल र हङकङ बीचको खेल कुन मैदानमा कति बजे सुरु हुँदैछ यस बारेमा जानकारी दिँदैछु। खेल नेपाली समय अनुसार शनिबार बिहान 11:15 सुरु हुनेछ। नेपालको यो सिरिजमा पहिलो खेल कतार विरुद्ध र दोस्रो खेल कुवेत विरुद्ध बिहानै 6:45 सुरु भएको थियो, तर तेस्रो खेल भने बिहान 11 बजे सुरु हुन लागेको हो। यो खेल पनि मङकङ स्थित मिसन रोड क्रिकेट ग्राउन्डमा नै हुनेछ। यो सिरिज अन्तर्गत नेपालले अहिलेसम्म खेलेका सबै खेलहरू मिसन रोड क्रिकेट मैदानमै खेलेको छ। भिडियोमा अब भने यो खेलको लाइभ प्रसारणको बारेमा जानकारी दिँदैछु। यो खेलको लाइभ प्रसारण STYX स्पोर्ट्सको वेबसाइटमा गएर हेर्न सकिन्छ। यो साइटमा केही समस्या भने अवश्य देखिन्छ। नेपाल बाहिर रहेका दर्शकहरूले भने हङकङ चाइनाको क्रिकेट च्यानल मार्फत युट्युबमा यो खेलको लाइभ प्रसारण हेर्न पाउनुहुनेछ। भिडियोमा अब भने हङकङ चाइनाको टिम कति बलियो छ यस बारेमा जानकारी दिँदैछु। कुनै बेला हङकङ चाइना एसोसिएट राष्ट्रको सबैभन्दा बलियो टोली मध्ये एक थियो, तर अहिले अन्तर्राष्ट्रिय क्रिकेटमा हङकङ चाइनाको प्रदर्शन निरन्तर खस्किँदो छ। हङकङ चाइना विगतमा 2 पटकसम्म T20 क्रिकेट खेलिसकेको टोली हो। हङकङ चाइनाले अहिलेसम्म 2 पटक एसिया कप पनि खेलिसकेको छ। कुनै बेला भारतलाई समेत कडा टक्कर दिने हङकङ चाइना अहिले भने आफूभन्दा कमजोर टिमसँग पनि पराजित भइरहेको छ। जारी सिरिजमा पनि हङकङ चाइना कुवेतसँग पराजित भएको थियो। हङकङ चाइनाको टिममा पनि साउथ एसियन मूलका क्रिकेटरहरूको बाहुल्यता छ। खास गरी पाकिस्तान र भारतीय मूलका खेलाडीहरू हङकङ टिमबाट खेल्दै आएका छन्। हङकङ चाइनाले अहिलेसम्म 103 वटा अन्तर्राष्ट्रिय T20 म्याचहरू खेलेको छ, जसमा 50 वटा जितेको छ भने 55 वटामा पराजय बेहोरेको छ। 34 वर्षीय पाकिस्तानी मूलका एसिम मुर्तजा हङकङ चाइना टिमको कप्तानको रूपमा रहेका छन्। बायाँ हाते मिडल अर्डर ब्याट्सम्यान तथा बायाँ हाते स्पिनर मुर्तजा परपर अलराउन्डर हुन्, तर पछिल्लो समय उनी फर्ममा भने छैनन्। मुर्तजा प्रतिभावान खेलाडी हुन्, उनी जुनसुकै बेला फर्ममा फर्किन सक्छन्, त्यसैले उनी विरुद्ध नेपाली टोली चनाखो हुनुपर्ने देखिन्छ। 27 वर्षीय ब्याट्सम्यान अंशुमन रथसँग पनि नेपाली टोलीले चनाखो हुनुपर्ने देखिन्छ। भारतीय मूलका यी बायाँ हाते ब्याट्सम्यान शानदार फर्ममा छन्। यो सिरिजमा उनले लगातार 2 खेलमा अर्धशतक हानेका छन्। भारतमा रणजी ट्रफी समेत खेलिसकेका रथ यो सिरिजमा सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्। निकै फर्ममा देखिएका रथ विरुद्ध नेपाली बलरहरूले विशेष रणनीति बनाउनु पर्ने देखिन्छ। नेपाली बलरहरूले रथ विरुद्ध मात्रै होइन, हङकङ चाइनाको टिममा रहेका सबैभन्दा खतरनाक ब्याट्सम्यान बाबर हयात विरुद्ध पनि विशेष रणनीति बनाउनु पर्ने देखिन्छ। पाकिस्तानी मूलका बाबर पनि फर्ममा छन्। यो सिरिजको पहिलो खेलमा कुवेत विरुद्ध उनले 42 र कतार विरुद्ध 40 रन बनाइसकेका छन्। बाबर नेपाल विरुद्ध झन आक्रामक ब्याटिङ गर्ने गर्दछन्। 1 वर्ष अघि यही मैदानमा भएको नेपाल विरुद्धको खेलमा उनले शतक नै प्रहार गरेका थिए। लामा लामा छक्का हिर्काउँदै निडरताको साथमा ब्याटिङ गर्ने बाबर नेपालका लागि खतरा बन्न सक्छन्। पाकिस्तानी मूलका 32 वर्षीय ब्याट्सम्यान निजाकत खान पनि नेपालका लागि खतरा बन्न सक्छन्। उनी हङकङका लागि सबैभन्दा बढी रन बनाउने ब्याट्सम्यान हुन्। हङकङको टोलीका अर्का ब्याट्सम्यान जेसान अली पनि नेपालका लागि खतरा बन्न सक्छन्। पाकिस्तानी मूलका 35 वर्षीय यी ओपनर ब्याट्सम्यानसँग पाकिस्तानमा क्रिकेट खेलिसकेको अनुभव छ। हङकङ चाइनाको टोलीमा ब्याट्सम्यानहरूको बाहुल्यता छ, तर यो टिमसँग बलरहरूको पनि कमी छैन। भारतीय मूलका मिडियम फास्ट बलर आयुष शुक्ला हङकङ स्क्वाडमा रहेका
खतरनाक बलर हुन्। उनी पछिल्लो समय फर्ममा पनि छन्। अतिक इकबाल र दर्श बोरा पनि हङकङको टिममा रहेका अर्का मिडियम फास्ट बलरहरू हुन्। यस्तै स्पिनतर्फ 40 वर्षीय एसान खान छन्। निकै अनुभवी एसानले हङकङका लागि लामो समयदेखि खेल्दै आएका छन्। हङकङको टिममा वाकस बर्खात पनि छन्। उनी पनि अनुभवी खेलाडी हुन्। समग्रमा भन्नुपर्दा हङकङ चाइनाको टिम ब्यालेन्स देखिन्छ। यो टिममा ब्याट्सम्यानहरूको वर्चस्व देखिन्छ। यो टोलीमा नयाँ र अनुभवी खेलाडीहरूको पनि सम्मिश्रण छ। क्षमतावान बलर, प्रतिभावान अलराउन्डर र अनुभवी ब्याट्सम्यानहरूले हङकङ चाइनाको टोलीलाई बलियो टोलीका रूपमा देखाउँछ। भिडियोमा अब भने हङकङ चाइना र नेपालको आइसिसी र्याङ्किङको बारेमा जानकारी दिँदैछु। आइसिसी र्याङ्किङमा हङकङ चाइना भन्दा नेपाल 6 स्थानमाथि छ। आइसिसी र्याङ्किङको नेपाल 17औं स्थानमा छ। हङकङ चाइना भने 23औं स्थानमा छ। नेपाल र हङकङको विगतको प्रदर्शन हेर्दा यी दुई टोली चिर परिचित प्रतिद्वन्दी हुन्। हङकङ चाइनासँग नेपालको अविस्मरणीय सम्बन्ध छ। टी20 अन्तर्राष्ट्रियमा हङकङ चाइना र नेपालले एकअर्का विरुद्ध खेलेर डेब्यू गरेका थिए। सन् 2014मा बङ्गलादेशमा भएको टी20 विश्वकपमा नेपाल र हङकङ चाइनाले एकअर्का विरुद्ध खेलेर टी20 अन्तर्राष्ट्रियमा डेब्यू गरेका थिए। त्यो खेलमा खेलेका नेपालको सोमपाल कामी र हङकङ चाइनाका वाकस बरकत, बाबर हयात र निजाकत खान पुनः एकपटक आमने सामने हुँदैछन्। सन् 2014 देखि सन् 2025 सम्म आइपुग्दा नेपाल र हङकङ चाइना टी20 अन्तर्राष्ट्रियमा 11 पटक आमने सामने भएका छन्, जसमा दुवै टोलीले 5-5 पटक जितेका छन्। एक खेल भने नतिजा विहीन रहेको छ। पछिल्लो फर्मको बारेमा चर्चा गर्नुपर्दा नेपाल अगाडि रहेको छ। नेपालले आफूले खेलेका पछिल्ला 5 टी20 अन्तर्राष्ट्रिय म्याचहरूमा 5 खेलमा नै जित निकालेको छ भने हङकङ चाइनाले पछिल्ला 5 खेलमा 3 खेलमा जित निकालेको छ। भिडियोमा अब भने हङकङ चाइना विरुद्धको खेलमा नेपाली टोलीको प्लेइङ 11 कस्तो होला यस बारेमा चर्चा गर्दैछु। यो सिरिजको पहिलो खेलमा नेपाली टोलीले जुन प्लेइङ 11 खेलाएको थियो, दोस्रो खेलमा पनि त्यही प्लेइङ 11लाई निरन्तरता दियो। नेपाली टिम म्यानेजमेन्टको मनसाय हेर्दा तेस्रो खेलमा पनि त्यही प्लेइङ 11 खेलाउने सम्भावना देखिन्छ। समग्रमा हङकङ चाइना विरुद्ध नेपालको सम्भावित प्लेइङ 11 यस्तो रहन सक्ने देखिन्छ। हङकङ चाइना विरुद्ध पनि नेपाली टोलीको पहिलो रोजाइको ओपनरका रूपमा कुशल भुर्तेलले खेल्ने पक्का छ। उनको बारेमा धेरै चर्चा गरिरहनु आवश्यक छैन। उनी पछिल्लो समय शानदार फर्ममा छन्। उनी लगातार 2 खेलमा म्यान अफ द म्याच बनेका छन्। उनका लागि अहिलेको समय सबैभन्दा शानदार तवरले गुज्रिरहेको छ। उनले यो सिरिजका 2 खेलमा 59 को औसतमा 119 रन बनाएका छन्। उनी अहिले नेपाली टोलीका लागि जितको कथा लेखिरहेका छन्। समग्रमा भन्नुपर्दा उनी अहिले उत्कृष्ट लयमा छन्। उनी निडरताको साथमा ब्याटिङ गरिरहेका छन्। उनले यही किसिमको प्रदर्शन हङकङ चाइना विरुद्ध पनि गर्नुपर्ने छ। यो सिरिजमा हङकङ चाइना तुलनात्मक रूपमा कतार र कुवेत भन्दा बलियो बोलिङ लाइनअप भएको टिम हो। त्यसकारण पनि हङकङ चाइना विरुद्ध भुर्तेलको प्रदर्शन झन शानदार होस् भन्ने अपेक्षामा नेपाली समर्थकहरू छन्। हङकङ चाइना विरुद्धको खेलमा दोस्रो ओपनरको रूपमा आसिफ शेखले पनि प्लेइङ 11 मा मौका पाउने छन्। उनी पनि अहिले शानदार फर्ममा देखिन्छन्। भुर्तेलसँग मिलेर शानदार ब्याटिङ गर्दै उनले नेपाली टोलीलाई जित दिलाउँदै समर्थकहरूलाई खुसी बनाइरहेका छन्। आसिफले यो सिरिजमा खेलेका 2वटै खेलमा राम्रो ब्याटिङ गरेका छन्। उनले स्ट्राइक रेटलाई मेन्टेन गर्दै भुर्तेललाई साथ दिइरहेका छन्। उनले भुर्तेलसँग पहिलो खेलमा कतार विरुद्ध 81 र दोस्रो खेलमा कुवेत विरुद्ध 127 रनको साझेदारी गरेका छन्। आशा छ उनले हङकङ चाइना विरुद्ध पनि भुर्तेलसँग यो भन्दा पनि शानदार साझेदारी गर्नेछन्। हङकङ चाइना विरुद्ध तेस्रो नम्बरमा कसले ब्याटिङ गर्नेछन् त्यो हेर्न लायक हुनेछ, किनकि नेपाली टिम म्यानेजमेन्टले यो सिरिजको पहिलो खेलमा कतार विरुद्ध कप्तान रोहित पौडेल र दोस्रो खेलमा कुवेत विरुद्ध कुशल मल्ललाई तेस्रो नम्बरमा ब्याटिङ गराएको थियो। यो 2 खेलको अवस्थालाई निहाल्दा तेस्रो नम्बरको ब्याटिङ पोजिसनका लागि नेपाली टिम म्यानेजमेन्टले अहिले पनि प्रयोगको मनसाय बनाइरहेको छ। तर हङकङ चाइना विरुद्ध कप्तान रोहित पौडेलले तेस्रो नम्बरमा ब्याटिङ गर्ने सम्भावना बलियो देखिन्छ। तर रोहितले आफ्नो प्रदर्शनमा भने व्यापक सुधार गर्नु जरुरी देखिन्छ। उनले पहिलो र दोस्रो दुवै खेलमा कमजोर स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए, तर हङकङ चाइना विरुद्ध भने उनले सुझबुझपूर्ण तवरले आफ्नो स्ट्राइक रेटमा सुधार गर्दै ब्याटिङ गर्नुपर्ने हुन्छ। कप्तानीको विषयमा कुराकानी गर्नुपर्दा अहिले नेपालले 2 खेलमा जित हात पारेको कारण कतिपय रोहितका कमजोरीहरू लुकेका छन्। आगामी हङकङ चाइना विरुद्धको खेलमा भने रोहितले कुनै पनि कमजोरी देखाउनु हुँदैन।
हङकङ चाइना विरुद्ध प्लेइङ 11 मा मौका पाउँदै चौथो नम्बरमा कुशल मल्लले ब्याटिङ गर्ने सम्भावना देखिन्छ। भलै उनले कुवेत विरुद्धको खेलमा अत्यन्तै दयनीय ब्याटिङ गरे, तर उनी सम्भावनाले भरिएका खेलाडी हुन्। हार्नै लागेको म्याचलाई नतिजा उल्ट्याएर जित निकाल्न सक्ने क्षमता मल्लसँग छ। उनी बायाँ स्पिनर हुन्। उनको बोलिङको आवश्यकता यो सिरिजमा अहिलेसम्म परेको छैन, तर ब्याटिङमा भने उनले आफ्नो क्षमता अनुसारको प्रदर्शन गर्नुपर्ने हुन्छ। हङकङ चाइना विरुद्ध 5औं नम्बरमा दिपेन्द्र सिंह ऐरीले मौका पाउने सम्भावना देखिन्छ। यो सिरिजको पहिलो खेलमा कतार विरुद्ध उनले ब्याटिङको मौका नै पाएनन्। दोस्रो खेलमा कुवेत विरुद्ध भने उनले शानदार ब्याटिङ गरे। झन्डै हार्नै लागेको खेलमा उनले 12 बलमा 31 रन बनाउँदै कुवेतमाथि जित निकाले। यो सिरिजमा दिपेन्द्रको बोलिङ भने राम्रो भइरहेको छैन। यो सिरिजमा उनले 6 ओभरमा 51 रन खर्चिएका छन्। हङकङ चाइना विरुद्ध दिपेन्द्रले बोलिङ र ब्याटिङ दुवै डिपार्टमा राम्रो प्रदर्शन गर्नुपर्ने हुन्छ। बसिर अहमद छ। हङकङ चाइना विरुद्ध 6औं नम्बरमा बसिर अहमदले नै निरन्तरता पाउने देखिन्छ। यो सिरिजमा उनीमाथि नेपाली टिम म्यानेजमेन्टले निरन्तर विश्वास देखाउँदै आएको छ। उनले पहिलो खेलमा कतार विरुद्ध ब्याटिङमा मौका पाएका थिए। चौथो नम्बरमा ब्याटिङ गरेका बसिरले 33 बलमा 30 रन मात्रै बनाउन सके। तर हङकङ चाइना विरुद्ध भने यस्तो दयनीय स्ट्राइक रेटमा ब्याटिङ मान्य हुने छैन। उनले शानदार स्ट्राइक रेटमा ब्याटिङ गर्नुपर्ने हुन्छ। हङकङ चाइना विरुद्ध गुलसन झाले पनि प्लेइङ 11 मा निरन्तरता पाउने देखिन्छ। उनी यो सिरिजमा राम्रो छाप छोड्न सफल भएका छन्। सिरिजको पहिलो खेलमा कतार विरुद्ध उनले बोलिङको मात्रै मौका पाएका थिए। त्यस क्रममा उनले 1 विकेट पनि लिए। दोस्रो खेलमा कुवेत विरुद्ध उनले ब्याटिङमा मात्रै मौका पाए, जसमा 2 चौका प्रहार गर्दै नेपाललाई जित दिलाए। हङकङ विरुद्ध पनि उनले राम्रो प्रदर्शन गर्नु जरुरी छ। हङकङ चाइना विरुद्ध 8औं नम्बरमा सोमपाल कामीले मौका पाउने देखिन्छ। उनी यो सिरिजमा शानदार प्रदर्शन गरिरहेका छन्। इकोनोमिकल रूपमा केही महँगो साबित भए पनि उनी विकेट चट्काइरहेका छन्। उनले कतार विरुद्धको पहिलो खेलमा 1 विकेट लिएका थिए भने दोस्रो खेलमा कुवेत विरुद्ध 3 विकेट लिएका छन्। त्यसकारण पनि हङकङ चाइना विरुद्ध उनी प्लेइङ 11 मा मौका पाउनै पर्ने खेलाडी हुन्। हङकङ चाइना विरुद्ध उनले ब्याटिङको मौका पाएको खण्डमा पनि ठूला शटहरू हिर्काउँदै राम्रो स्ट्राइक रेटमा ब्याटिङ गर्नुपर्ने हुन्छ। हङकङ चाइना विरुद्ध 9औं नम्बरमा करण केसीले मौका पाउने देखिन्छ। उनी यो सिरिजमा त्यति फर्ममा त देखिएका छैनन्, तर पनि उनको विगतको प्रदर्शनलाई हेर्दा हङकङ चाइना विरुद्ध पनि उनले नेपाली टिमको प्लेइङ 11 मा मौका पाउने देखिन्छ। यो सिरिजमा उनले अहिलेसम्म 1 विकेट मात्रै लिएका छन्। पहिलो खेलमा कतार विरुद्ध र दोस्रो खेलमा कुवेत विरुद्ध उनी निकै नै महँगो साबित भएका छन्। तर हङकङ चाइना विरुद्धको खेलमा भने उनले मौका पाएको खण्डमा सुझबुझपूर्ण तवरले बोलिङ गर्दै कम इकोनोमी रेटमा विकेट चट्काउनु पर्ने देखिन्छ। हङकङ चाइना विरुद्ध 10औं नम्बरमा नन्दन यादवको निरन्तरता हुने देखिन्छ। नन्दनले यो सिरिजमा राम्रो इन्टेन्ट देखाइरहेका छन्, प्रभावकारी प्रदर्शन गरिरहेका छन्। उनले पहिलो खेलमा डेब्यू गरेका थिए। डेब्यू खेलमै उनी विकेट लिन सफल भएका थिए भने दोस्रो खेलमा कुवेत विरुद्ध पनि उनले शानदार बोलिङ गरेका थिए। उनले यही शानदार बोलिङ प्रदर्शनलाई हङकङ चाइना विरुद्ध पनि निरन्तरता दिनुपर्ने हुन्छ। 11औं नम्बरमा नेपाली टोलीका लागि ललित नारायण राजवंशीको निरन्तरता हुने देखिन्छ। उनी यो सिरिजमा नेपाली टोलीका लागि ठिकठाक बोलिङ गरिरहेका छन्, तर उनले दुवै खेलमा आफ्नो कोटा अनुसारको बोलिङ भने प्रदर्शन गर्न पाइरहेका छैनन्। दुवै खेलमा उनी विकेट लिन भने सफल भएका छन्। भिडियोको अन्त्यमा जितको अनुमान गर्दैछु। जितको अनुमान गर्नुपर्दा पछिल्लो समय नेपाली टोली उत्कृष्ट लयमा छ। विगतको प्रदर्शन हेर्दा हङकङ चाइना पनि एउटा बलियो टोली हो, तर अहिलेको प्रदर्शन हेर्दा नेपाली टोली केही माथि अवश्य देखिन्छ। त्यसकारण पनि यो खेलमा नेपाली टोली फेभरेट देखिन्छ। नेपाली टोलीले जित्न सक्ने अनुमान गर्न सकिन्छ।